Day 22 as graduate with job in Nepal. राधे राधे गुड मर्निङ। आज फेरि 7 बजे बिहान मजाले उठ्यो। उठिसकेपछि एज युजुअल ब्रस फ्रेस मजाले ब्रस फ्रेस भयो। ब्रस फ्रेस भइसकेपछि आज स्याटरडेको दिन रुमलाई मजाले सफा गर्ने टाइम। झाडु डस्टबिन चलाउँदै मजाले रुम सफा गरिसकेपछि आज ब्रान्ड न्यू ल्यापटप हाम्रो कवाडी दाइलाई दिँदै मजाले दिइसकेपछि रिटर्नमा 2टा ग्लास र एउटा प्यान, ल्यापटप एक्सचेन्ज विथ ग्लास एन्ड प्यान। मजाले ग्लास प्यान लिइसकेपछि स्वयं फ्रेस भएर खानासाना खाइयो। मजाले खाना खाइसकेपछि म र चिन्टु अड्डातिर लाग्यौँ स्वयं केपी भएको गाडीमा बसेर। गाडीबाट झरेर यसो चिन्टुलाई हल्का चाँडैतिर बानेश्वरको ब्युटिफुल बाटोको नजारा देखाउँदै अड्डातिर मजाले अड्डामा आएर एकछिन चिया पराठा सराठा बहिनीहरूसँग दाइहरूसँग बसेर खाइसकेपछि आज चिन्टुलाई ब्रान्ड न्यू घर किन्न उसको सपमा आयो। चिन्टुलाई मजाले चारैतिर घुमाउँदै एक्सप्लोर गराएको हो। उसलाई के चाहियो भनेर होइन, मजाले सप एक्सप्लोर गरिसकेपछि चिन्टुलाई लास्टमा चिन्टुलाई एउटा घर मन परेछ। घरबाट निस्किनै नमानेपछि यो घर किन्नै पर्यो। चिन्टुको लागि एउटा मस्त स्विट घर किनेर ठ्याक्कै त्यही घरमा एउटा चिन्टु क्याट क्युट क्याट हेरेर घरमा पुगेर यसो झिङ्गुरले चिन्टुको घर टेस्ट गर्दै कुदी मजाले टेस्टिङ भइसकेपछि झिङ्गुरको खाना आज पहिला झिङ्गुरलाई खाना दिएको हो। मजाले झिङ्गुर र चिन्टुको खाना भइसकेपछि तारक मेहता हेर्दै मेरो खाना खाइसकेपछि 3जना सुत्यौँ। गुड नाइट।